तपाईँको लागि सम्पूर्णमा आज चाहिँ हामी नगरकोट जिल्लामा अवस्थित सङ्खालायमा रहेको गुरुम्बचेको स्कुलमा आएको छ है साथीहरू सम्पूर्ण पनि आउनुहोला करुणा अनलाइन बुद्धिज्म सेन्टरबाट आयोजना गरेको यो कार्यक्रम है। यसो गएको यस्तो होला मान्छे धेरै गर्नु पर्छ। ल झेलपाइ घेर्नु त रहेछ हामीलाई होला तपाईँले दिनु नि त 500 मात्र भएछ दिदी कस्तो मलाई मैले सबै बेसी छ भने यस्तो लिएर खाएको छैन भने खान छैनले चाहिँ छैन कता छ होइन हाम्रो यहाँलाई दिनु यहाँलाई त्यो मोबाइल आउनु के दिन त बस बौद्ध ज्यारो खसेरबाट चाहिँ उत्तर पश्चिम अवधि भने सङ्खलाबाट चाहिँ बौद्ध ज्यारो खसेर लो अर्थात् दक्षिण पर्छ भने स्यारपट्टि टिबेट छ नोपट्टि जुन हाम्रो हिलो छाया छ भने च्याङपट्टि चाहिँ हाम्रो के छ यो सिधै साइड चाहिँ हाम्रो ओमा बैगेन्य मान्छे बेचे देदन दे तो नेपाल कना कता कुतैनी सङ्खलाय लाथो डाला के तना त मेन यो सबको अर्थ त होला ढाला के उग्र रूप देखाउनु गुरु त्यस्तोले त्यस्तै रूप देखाएर चाहिँ दामरे छैलाई पाचरण भयो भने सङ्खलाय लाथो दुई ढाला के तम्रा त त्यसपछि गुरुदेवजी काजन भयो यहाँबाट चाहिँ सङ्खालाय टाफा अर्थात् चमेरेको यतापट्टि चाहिँ अब मन्द्रबा भयो नि यतापट्टि खण्डेश्वर जुन यो सङ्खालाय टाफामा चाहिँ खण्डेश्वर र गुरुदेवजीको नामथर अथवा खण्डेश्वर नामथरमा यो भेटिएको रहेछ बिस्तारै पत्ता लाग्दैछ। त्यसपछि गुरुदेवजी सङ्खालाय टाफाबाट कहाँ जानु भयो
हिलिङ छ सुजु लाग्यो त्यो पनि सिस्टम न यो पनि हाम्रो यो जिल्लामै पर्छ यसलाई चाहिँ नेपालीको देवी अथवा जाम्बा देवी पनि भनिन्छ त्यहाँ पनि यस्तो घेङ्गी निसुसकै छ त्यो चाहिँ दुःख भएको कारणबाट हामीहरू त्यहाँ चाहिँ नेको जाँदैछ प्रायः हामी ट्राइमा गर्छ त्यहाँ चाहिँ प्रायः मानव भएर बाँच्नु त्यो चाहिँ सबैभन्दा ठुलो कुरा हो मानव यदि हामी मानव हुने हो भने हामीमा दुईवटा गुण हुनुपर्छ जसलाई अब हामी हेरप्चुएसन भनेर भन्छ असल आचरण र असल विचार असल आचरण र असल विचार हामी मानवको विशेष सम्पत्ति हो तपाईले अलि ध्यान दिनुस् है यदि हामीमा असल आचरण छ यदि हाम्रो असल विचार छ भने त्यो व्यक्तिको जीवन चाहिँ सार्थक हुन्छ र त्यो व्यक्तिको जीवन चाहिँ अर्थपूर्ण हुन्छ तपाईले यसो हेर्नुस् न कुनै बच्चा राम्रो स्वभावको राम्रो मन भएको कुनै पनि कामहरु गर्दा राम्रो खालको कामहरु मात्र गर्छ भने त्यो बच्चालाई सबैले के भन्छ राम्रो भन्छ ओ फलाना कति राम्रो हैन भन्छ नि फलानाको छोरा फलानाको छोरी यो फलानाको बच्चा कति राम्रो स्वभावको कति राम्रो कामहरु गर्छ बच्चा त त्यो जस्तो पो हुनुपर्छ हामी त्यो जस्तो पो हुनुपर्छ भनेर उदाहरणीय भन्छ तर त्यो विपरीत आचरण राम्रो नभएको विचार राम्रो नभएको कोही बाल बच्चाहरु कोही छोराछोरी छ भने हाम्रो छोराछोरी बिग्रे त पनि त्यो फलानाले गर्दा बिग्रेको त्यो फलानाको संगतले गर्दाखेरि मेरो बच्चा यस्तो भयो हैन कोही व्यक्तिले त्यस्तो खालको आचरण राम्रो नभएको राम्रो मन नभएको बच्चाहरु त्यस्तो खालको व्यक्तिको संगत पनि गर्न चाहदैन त्यो कारणले मैले अघि भने यदि हाम्रो जीवन अर्थपूर्ण बनाउने हो यदि हामी सार्थक जिउने हो भने हामीसँग दुईवटा गुण हुनुपर्छ त्यो नै के हो असल आचरण र असल विचार हो भन्दै म यहाँदेखि छुटिन्छु धन्यवाद राशिदेले नमस्कार काफुल्ला भन्न चाहन्छु यो अब गुरुले मलाई अहिले माइक हस्तान्तरण गर्नुभयो मलाई यो बोल्न चाहिँ खासै आउँदैन तर यो चङ्खला भन्ने ठाउँमा मलाई आउन चाहिँ म पहिला छुइ जान्दैन थियो र त्यही पनि म एउटा त्यो नेपालीमा व्याकरण गरेको वर्षल हम्सल पढ्थ्यो त्यसमा चङ्खला अनि यो हाम्रो यो अर्को के अरे गुरु यो फर्पिङको अनि यो उता छुमी जान्छु अनि त्यस पछाडि यो पेमालको यारिनागलाई के हो हजुर त्यसमा पढ्दा चाहिँ मलाई पनि अब यो ठाउँहरूमा जान पाए हुन्थ्यो र धर्म त्यहाँ कहिले चाहिँ म जान पाउला भन्ने थियो तर म अन्त चाहिँ पुगिसक्यो थियो होइन यहाँ अब फर्पिङ पुगिसक्यो उहाँ पुगिसक्यो र आजको अवसरमा चाहिँ अब मेरो भाग्यमा चाहिँ अब गुरुहरूको साथमै आज यहाँको तीर्थमा स्थलमा नै आउन पाइयो र त्यसैको चाहिँ अब मेरो मनको धोको चाहिँ म त्यतिखेरदेखि अहिले चाहिँ अब जे होस् एक दुई शब्द सिक्दैछु त्यति नजान्दाखेरि पनि म चाहिँ अब त्यो नेपालीमा लेखेकै पनि पढ्थेँ त्यो अब वर्चेल अम्सेल भित्र चाहिँ यो भने तपाईको यो झिलक जस्तो के पाउनु चाहिँ के पैसा भन्दाखेरि अब मेरो जहाँ जहाँ तीर्थ छ स्पेसल तीर्थ त्यहाँ गएर दर्शन गरेर प्रार्थना गरेर म भएको ठाउँमा गरेर केही फरक छैन भनेर चाहिँ त्यो जस्तो अब गुरु पद्म सम्भव भने चाहिँ सँगै गुरु भगवान् बुद्धको के भन्छ त्यही भएर हामी यस्तो ठाउँमा पुगेर अब यो गर्नु पाएको एकदमै राम्रो हो तपाईँ के भन्छ अब म तपाईँहरूले धर्मको बारेमा भन्नु भइरहेको छैन किनभने धर्मको बारेमा भन्नुको लागि शब्द पुग्नुपर्छ एउटा शब्द छुट्यो भने धेरै तलमाथि हुन्छ त्यही भएर म धर्मको बारेमा केही भन्नु छैन यो ठाउँमा चाहिँ अब आएर हामी एकदमै तपाईँहरू हामी सबै के भन्छ नेरो भनेको एकदमै स्पेसल भन्छ अब यतिकै मान्छेले त यो गरेर धेरै कर्मको बारेमा गर्दाखेरि होला अनि त्यही भएर धेरै धेरै खुसी छ यहाँ भेटेको कारणले अनि एउटा मलाई चाहिँ के भन्छ त इन्डियामा देखिरहेको छ इन्डियामा बसेर पनि युट्युबबाट देखिरहेको के भन्छ उहाँको युट्युब भयो फेसबुकमा देखिरहेको छु कि अनि उहाँले अनलाइनमा के भन्छ कला टिबेटन भाषादेखि लिएर सिकाएर यसो देख्दाखेरि एकदमै खुसी छु अनि तपाईँहरू के भन्छ यसरी उहाँले सिकाएको
अनि तपाईँहरूले सिकेर अनि के भन्छ मैले धेरैचोटि देखिसकेँ धेरै खुसी हुन्छ कि अब यस्तो हेर्दै बस्दाखेरि त्यो गर्नु सक्यो धेरै खुसी किनभने हाम्रो बाउ बाजेदेखि नै हामी बुद्धिस्ट भएको कारणले तपाईँ हामीहरू यस्तो उहाँहरू जुबाट यस्तो सिक्नु पाएको हो किनभने नेपाली पनि राम्रो उहाँले धेरै राम्रो आउँछ हामीहरूले भन्दा त्यही भएर तपाईँहरूले यस्तोहरू सिक्नु पाएको धेरै धेरै खुसी के पहिला नि भन्नु मेरो शब्द पुग्दैन है नेपाली शब्द पुग्दैन Sambalike dubrajige legend we tundu tetuna Jesus me be pati ege teso me braso ate kurge hidan hadan irme me panara boyel brateso kurge me ma junela so ate sambalike dubrajige ayel nade yansa ngebe be kurge kurche lamna brateso me kurge me ma junela so sambalike dubrajige tase tunde tundu chewa Jai me thangla tibe me brasowa kurgen durje gudan teba sema de je sunja thrurai kurgen be ma junela sowa sambal ge dubra jige je 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 jowe tu jo je tu यो लाइटर कुन चाहिँ गएछ यहाँ बत्ती बाल्न काम लाग्ला राउनुहोस् है बत्ती बाल्न नाम हाम्रो मेरै हो उहाँको तर्फबाट हाम्रो यहाँका लामा गुरुज्यूलाई अथवा उहाँहरूको समूहलाई हामी 5500 रुपैयाँ चाहिँ हाम्रो करुणा मणिपा समूहको तर्फबाट सहयोग अथवा सहयोग स्वरूप हस्तान्तरण गर्दै हुनुहुन्छ ल सो सबैजनाले ताली बजाएर उहाँले अर्पण गरिदिनु होला बस बेलुका 5 बजेको टाइममा खाना खाएको है